सर्वप्रथम नमस्ते सबैलाई स्वागत छ तपाईहरु सबैलाई मेरो युट्युब च्यानलमा आएको साथीहरु। सो आज 2082 सालको 25मा हजुरहरु सबैलाई मंगलमय शुभकामना व्यक्त गर्दछु है त साथीहरु। आज न्यू इयर है साथीहरु। सो हामी आज लाकुर भन्ज्याङ घुम्न जाँदैछौँ साथीहरु। पोहोरको साल हामी लाकुर भन्ज्याङ गएको थियौं तर थोरै जान्थ्यो, आज धेरै मान्छेहरु जाँदैछौँ लाकुर भन्ज्याङ। सो भिडियो के कस्तो लाग्छ भिडियोलाई लाइक गरिदिनु होला है त। अनि सो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई अवश्य सब्स्क्राइब गरिदिनु होला। सो तपाईहरुको सानो साथ र सपोर्टले हामी जस्तो सानो क्रिएटरलाई अलिकति केही हौसला मिल्छ। सो है त साथीहरु टक्क लाएर आज न है त लाकुर भन्ज्याङ घुम्न टक्क आजको विषयवस्तु हामी जान्छौँ लाकुर भन्ज्याङ। सो है साथीहरु लाकुर भन्ज्याङ आउनुहोस् टक्क लाएर। यहाँ छोडेर आउने हामीलाई माथि गएको छ। हाम्रो नसिबमा अरू यति अगाडि आछन्। मेरो दादाहरू यति अगाडि चाहिँ जानुभएको रहेछ। हामी त गरिब भइगयौँ। नयाँ सालमा घुम्न आएको साथीहरू हामी स्कुटीमा आएको है र उनीहरू बाइकमा गएको छैन। हाम्रो मम्मीहरू चाहिँ गाडीमा जानुभएको छ। उनीहरू छोडेर गइसक्यो गाइज। हाय गाइज यो मेरो कृष्ण दाइ हो, सन्देश दाइ। बोल्ने यहाँ छ। फाइनली हामी आइपुग्यौँ लाकुरी भन्ज्याङको फेदीमा है त साथीहरू। अब हामी जानेछौँ माथि भ्यूटार है त। त्यो सानो पातलो गल्लीदेखि माथि भ्यूटार जानेछौँ। सो माथि भ्यूटार पुगेपछि हामी केही दृश्य देखाउनेछौँ है त साथीहरू। ल हेर्दै गर्नु होला है त। ल फाइनल पोहोर साथीहरू यहाँ चाहिँ पोहोर चाहिँ मेन गेट थिएन है, त्योदेखि बनेको थिएन। सो अहिले चाहिँ बनाउनु भएछ यो गेट है।
पोहोर पनि हामी यही बाटोदेखि गएको थियौँ अहिले पनि यही बाटो जान्ला एउटा अहिले 7 महिनाको अवस्था छ त्यही भएर अलिक गाह्रै छ हिँड्न पनि पोहोर साल त थिएन ल मेरो छोरा टक्क लगाएर कुद्या छ सन्देश अहिले चाहिँ अहिले हिँड्दाखेरि केयर गरेर हिँड्नु पर्ने छ अवस्था छ यसको यही हाम्रो लाकुरी जाने ठाउँ बाटो पोहोर पनि हिँड्ने थियो लक 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 यही बाटो अहिले पनि लक 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 कमिला ताती हिँड्या चाहिँ हिँड्या छन् हिँड्या छन् होइन हिँड्या छन् हिँड्या छन् भन्न अलिक सुहाएन हिँड्या छौँ मजा आउँछ कि म त्यही भएर स्कुटी नलिउने भनेको थिएँ कि मैले त त्यो कृष्णले गरेर ल्यायो नि घुम्दै आउँला भनेर ए मलाई थाहा छ नि पोहोर साल यो गुफामा चाहिँ नयाँ साल कस्तो लाग्यो डल्लै डल्लै कस्तो लाग्यो नयाँ साल रमाइलो भइरहेछ धेरै नै हो अलिअलि यो सक्तर भएन उकालो छ नि त यो ठाउँ ठ्याक्कै पोहोरको ठाउँ पनि यति बेला आइएको थियो है अहिले चाहिँ अलिक छिटो आएछ पोहोर 3 बजे चाहिँ जान्छौँ अहिले चाहिँ कति बज्यो कति बज्यो 12-1 बज्यो त्यो डाँडा जाने क्या राम्रो छ क्या बस्नलाई चाहिँ Happy New Year. ओ पूजा Happy New Year. के त खै फरक फर्किन्छ त सेम टु यु छैन केही छैन ठुली पनि भइसकेछ कहिले आए तिमी अस्ति नै यता फर्केर भन न खै धेरै नफर्किने भने ए छोडे फाल्दियो माथि कैसे चल रहा है ठीक से घूमने घूमते ही रूम जाता ए घूमे राम ए ल पानीको सामान खानेकुराको सामान राख्नलाई चाहिँ जाँदैछौँ है माथि डाँडामा अर्को जिरे जिरेका जोडी एउटा भयो यो ठाउँमा चाहिँ एकछिन पछि जानुपर्छ यो ठाउँमा अहिले चाहिँ यो ठाउँमा पछि जानुपर्छ एकछिन पछि चाहिँ हामी माथि जाँदैछौँ पोर्टक हामी यही आएको थियो है यहाँ जाने क्या माथि
जाओ 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 सब जाओ पूजा ओए पूजा ढुजा झुजा बोल्दैन त यार पूजा ढुजा ढुजा है हाय पनि भनेन केही पनि भनेन त्यस्तो राम्रो छ यो ठाउँहरु उतै सकेर बस्दा उता आउँछ गएर गाउँ त नै जान्दिएन नि यार त्यहाँ उता बसेको यसो बेला कस्तो राम्रो छ है त्यहाँ टोइलेट बनाखान साथीहरू पहिलेको ठाउँमा हामी जुन ठाउँ पिकनिक मनाएको थियो है त्यो ठाउँ कस्तो भएको छ सो हेरेर आउँ त है त यहाँदेखि टक्क लिएर गयो है ल यो एरिया त ठक्क मान्छे बोल्ने नै ठाउँ हो हुनलाई सो राम्रै छ तर हामी बसेको चाहिँ पर यता हो ल अहिले चाहिँ अलि यस्तो बनाइदिनु भएछ त्यही भएर राम्रो लागेन पोहोरको साल चाहिँ हामी यता बसेको थिएँ अहिले चाहिँ खै उतातिर जाने भन्दैछ तर यहाँ पनि राम्रै छ नि त यही ठाउँमा बस्ने भनेपछि पानी आएपछि नि बस्ने ठाउँ रहेछ लो सारू के छ ह्याप्पी न्यू इयर है आराम हुनुहुन्छ के अरे तपाईँ देखिँदै नदेखेर कार्यक्रम भइरहेछ है टक्क लाएर भतेरहरू भइरहेछ है अन्डालु अचारवाली ए पुरा चिउरावाली हुनुहुन्छ तरकारीवाली हो सिकारवाली हो कस्तो रमाइलो वनभोज कार्यक्रम यता चाहिँ अर्को पार्टी हुनुहुन्छ खाना खाने पार्टी हेर्दा हुन्छ ढिलो पनि बस्छ यता यहाँ बस्न
जानु भित्रिनु बस्छ हजुर हजुर भाइ हटाइदो किन यहाँ कोटा चाहिँ शब्द उसा गर्दै यहाँ सब कुछ डाडले ताजा छ यसलाई रे चिसो चिसो लिन आउनु भयो खाने भयो यहाँ भन्छ रे किन आउनु पानी आयो गाइस भ्यूटाहरूमा आइसक्यौँ हामीहरू सहसा हुन्छ 2-3वटा भर्न चढ्दा पनि मेरो यो भ्यूटारको मेरो भ्यूज यही नै हो क्या तपाईँको अब पहिले पोहोरको साल नट अलाउडको ठाउँ अब इन्ट्री हुनेछ है साथी टक्क लाएर यहाँदेखि जानुपर्छ है अरू आउँदै हुनुहुन्छ त्यसपछि हामीलाई टक्क उतातिर जान्छ है साथीहरू त्यो एरियामा अहिले चाहिँ फाइनली उता जान्छ है त्यो पोहोरको तपाईँको 81 सालकोमा तपाईँको 81 सालमा नट अलाउड थियो त्यो एरिया अहिले सो अलाउड भइसकेछ सो अहिले त्यहाँ जानुपर्छ है त त्यो पनि पोहोर अलाउड थिएन त्यो मन्दिर बन्दै थियो है सो अहिले चाहिँ सब बनिसकेछ अब एकछिन पछि चाहिँ त्यो एरियामा जानुपर्छ पहिले फर्स्ट यो एरिया घुम्नु है त निकै रमणीय छ यो लाकुरी भन्ज्याङ 2081 मा चाहिँ थिएन नट अलाउड थियो एरिया सो अहिले चाहिँ अलाउड भइसक्यो यो एरिया घुम्नको लागि चाहिँ सो निकै रमाइलो लाएर हाम्रो फ्यामिली यहाँ आयो है एरियामा फ्यामिलीको एरिया है केटाहरू घुम्न आएको छु कप्पो लाएर सो अहिले चाहिँ अलाउड भइसक्यो है कस्तो छ आराम के भन्नु ल यता पनि खानपिन पनि हुने ठाउँ पनि छ है टक्क लाएर यो सब एरिया पोहोर 81 सालमा चाहिँ यो अलाउड थिएन सो अहिले चाहिँ सब अलाउड दिइसक्नुभयो मेरो डियर र मेरो भाइ चाहिँ यही छ ल हाम्रो दिदीलाई हेर्नु त फाइदा खै सन्देश कहाँ गयो सन्देश तल एरिया हेर्नु एकचोटि फोटो खिच्छ भाइ त्यहाँ यहाँको अब हाम्रा गुरुहरू सब आउँदैछन्